पोखरामा एक विदेशी पर्यटक साइकल लिएर डुल्दै गर्दा एक पिकनिक स्पटमा पुग्छन् जहाँ एक समूहले पिकनिक खाइरहेको हुन्छ। उनले त्यहाँ उनीहरूसँगै पिकनिक खाने इच्छा राख्छन् र सोध्छन् के मैले पनि थोरै पाउन सक्छु र त्यहाँका मान्छेले स्योर भन्दै उनलाई मासु भात सहितको खाना दिन्छन्। उनले उक्त खाना सकेर थप्दै गर्दा एक व्यक्ति आउँछन् र भन्छन् योसँग मसँग जति लिएको छ त्यति पैसा लियो, नत्र म भोलि आएर धर्ना बसेर भए पनि लिने हो। त्यतिकैमा उनी पर्यटकसँग कुरा गर्छन् यो खानाको 300 रुपियाँ तिरेनौ भने तिमीले यी सबै भाडा सफा गर्नुपर्छ। त्यसपछि पर्यटक भन्छन् चिन्ता नगर्नुहोस् म तिर्छु। उनले गोजीबाट पैसा निकाल्दै कति चाहिन्छ लाउनुहोस् भन्दै उक्त व्यक्तिलाई दिन खोज्छन्। पिकनिक गएका अन्य व्यक्तिले तिर्नु पर्दैन भन्दै उक्त व्यक्तिलाई सम्झाउन खोज्छन्, तर उक्त व्यक्ति भड्किरहेका हुन्छन्। उक्त व्यक्ति नजिक आउँछन् र भन्छन् मलाई यो 100 रुपियाँ चाहिँदैन यार। पर्यटकले 1000 रुपियाँ निकाल्छन् र दिन खोज्छन्। त्यतिकैमा ती व्यक्तिले आफ्नो औलाको सुनको औँठी देखाउँदै भन्छन् यसको 1,50,000 पर्छ। अन्तिममा सबैले बुझाएर उक्त व्यक्तिलाई पछाडि लैजान्छन् र पैसा पर्यटकलाई उनकै गोजीभित्र राख्न आग्रह गर्छन्।